र यस कविता चाहिँ कुनै शब्द मात्र होइन, यो मेरो भावना, मेरो अनुभव र मेरो आवाज हो। र मेरो कविताको शीर्षक चाहिँ म को हुँ म रहेको छ। यो चाहिँ मैले कसैलाई लेखेको नै, मेरो आफ्नै लागि हो। अन्ततः म को हुँ म? कसैको हाँसो भित्र लुकेको जोकर, कसैको आँखा भित्र थामिएको पात्र, कसैको लागि मौनको नदी, कसैको लागि बोल्ने आँधी, कसैको लागि सम्झनाको पाना त कसैको लागि केवल एक रात। तर आफ्नै लागि को हुँ त म? संसारले बोलेको आवाजले मेरो आकार बदलिदियो, संसारको नजरले मेरो रङ बदलिदियो, तर आफ्नै आत्मालाई एकचोटि पनि सोधिन म को हुँ म? संसारका आवाजहरू यति धेरै थिए कि म आफैको आवाज हराए। म बाँचिरहे अरूको चाहनामा, अरूले बनाइदिएको छायामा, र बिस्तारै मैले आफू भित्रको म हराउन थालेँ। म को हो भन्ने प्रश्नको घुमौरोमा एक नाम फेरि फेरि मनभित्र उठिरह्यो, आमा। हो, म त्यो मान्छे जसलाई प्रेम सिकाउनु भन्दा पहिले आमाले त्याग सिकाइदिन्। आफ्नो थाल खाली राखेर मेरो थाल भर्ने उनी, आफ्नो सपना च्यातेर मेरो सपनामा रङ भर्ने उनी। त्यसैले म अरूले दिएको हार होइन, म सफलताको अहङ्कार होइन, म डरले बनाएको डरले बनाएको हार पनि होइन, म अरूले दिएको त्याग होइन, म सफलताको अहङ्कार होइन, म हारले बनाएको डर पनि होइन, म आमाको पसिनाले लेखिएको कविता, म आमाको पसिनाले लेखिएको कविता। धन्यवाद।